यो चाहिँ मेरो घर जाने बाटो। यहाँ शिवालय मन्दिरदेखि नामदो खोलाबारीसम्मको बाटो थियो अर्को भिडियोमा, यो भिडियो सेकेन्ड हो। यहाँनिर हेर्नु यस्तो अप्ठ्यारो छ, अप्ठ्यारो छ, यति अप्ठ्यारो छ होइन। अलिकति ढलान छैन नि त, त्यो पिच छैन। यहाँ अलिकति पहिरो आएको छ माथिबाट ग्याबिङ पड्केर, अनि यहाँ नि अप्ठ्यारो छ बाटो। अलिकति रोड आएको छ मसिनो, केटाकेटी लिएर हिँड्न र भर्खर सिक्दै गरेकोलाई हिँड्न चाहिँ अप्ठ्यारो छ बाटो। हजुर ठिकै छ, केटाकेटी लिएर सिक्ने मान्छेहरू चाहिँ भरिसक्यो बाटोमा। अब कच्ची आउँछ क्या, अलिकति मास्तिर पुगेपछि डाँडामा पुगेपछिदेखि त उता त सबै कच्ची हो फेरि। त्यस्तो यहाँ अलिकति कच्ची छ, यस्तो छ। यहाँ ढुङ्गा फुटाउँदै हुन्छ, ढुङ्गा फुटाएर यहाँ बाटोको छेउभित्तामा राखेको छ होइन। अप्ठ्यारै छ बाटो चाहिँ होइन। र अनि हिँड्नु पऱ्यो, घर जाने बाटो हो मेरो चाहिँ। अलिकति अब यो साल 2 सालभित्रदेखि 3 सालमा त पिच हुन्छ कि भन्ने आशा छ। यस्तो छ, पुरा उफ्रिँदै पिचमा आइपुग्यो फेरि। पिच हो, पिचै छ। यहाँ अलिकति पिच पड्केको छ, यहाँ अलिकति उताडि, त्यहाँ अलिकति उफ्रिन्छ गाडी पनि। यहाँनिर चाहिँ बाटो त राम्रो छ, यस्तो नराम्रो छैन। ढलान पिच भएको ठाउँमा त कच्ची बाटो चाहिँ अलिकति अप्ठ्यारो छ। त्यो छ। यहाँ पहिला मैले 1 कक्षा पढेको स्कुल आइपुगेँ। यहाँ मन्दिरपट्टि स्कुल छ, त्यहाँ स्कुल थियो। अनि त्यहाँदेखि उता पुग्यो, यहाँ घर हो, त्यो भर्खर नयाँ बनाएको घर रहेछ उता। त्यहाँदेखि यो बाटोको भित्तामा चाहिँ हेर्नु गोलिया थुपारेर सब बाटो नै आधी छ। र बिजोग काम गर्नेहरूले पनि त्यहीँ काम गरेको छ, गोलिया पनि त्यसरी नै लडाइरहेको छ बाटोभरि। गोलिया चाहिँ थोरै व्यवस्थापन गरिदिएदेखि राम्रो हुन्थ्यो। गोलिया चाहिँ साह्रै धेर थुपारेको रहेछ क्या बाटोको भित्तामा चाहिँ। यताबाट अर्को गाडी उताबाट अर्को गाडी आउने हो भने चाहिँ हामी उताबाट जाँदा चाहिँ छिर्न छैन क्या, बाटै हुँदैन गोलियाले गर्दा। गोलिया चाहिँ एकतिर साइड लगाएर थुपारेर राम्ररी राखिदिएदेखि राम्रो हो। यहाँ न गोलिया भित्ताभरि गोलिया छ यहाँ। यस्तरी गोलिया चाहिँ नथुपार्नु पर्ने क्या बाटोमा, ठिक्क मिलाएर राखेर गर्दा त हुने हो। अब यहाँदेखि उता चाहिँ कच्ची। अब एउटा बम्पर आउँछ, यो बम्पर हो, बुकलुक्कै निक्ल्यो। त्यहाँदेखि अब भनेको पिच सक्यो बाटो, अब पिच सकेर अब हामी कच्ची लाग्छौँ। यहाँदेखि त रात पनि पर्न लाग्यो थियो, लाइट बल्न थालिसकेको छ गाडी होइन। कच्ची बाटो छ यहाँदेखि त, पुरा उफ्रिँदै आउनुपर्छ। अब चाहिँ कच्ची पुरै, यो कच्चीमा चाहिँ सिक्ने केटाहरूले र भर्खर सिकेर 2 जना बोकेर हिँड्छु भन्नेले चाहिँ नल्याएको हुन्छ। त्यस्तो अप्ठ्यारो छ बाटो। एउटा झरी होइन, तलतिर खोल्सामा पुग्नु। साथीभाइहरू पनि पहिला झरे अरे भनेको पनि सुन्दै थिएँ, को त यो बाटोबाट। त्यही भएर होसियारले कुदाउनुपर्छ। अब चाहिँ पुरा कच्ची छ क्या, यहाँदेखि यता चाहिँ लाइट्स बुक्लुङ उफ्रे यस्तरी नै उफ्रिँदै जाने हो सबै बाटो। यस्तै हो, बङलङ उफ्रिने हो कुद्ने हो। अलिअलि भिडियो चाहिँ हल्लिएको छ, तर पनि ठिकै छ भनेर बनाइरहेको थिएँ। मेरो घर आइपुग्यो नि जेलसम्मको भिडियो छ यो चाहिँ, थोरै मन्दिरसम्मको छ। त्यहाँदेखि उँभो चाहिँ बनाइनँ मैले, अब त त्यो हेऱ्यो के बनाउनु भनेर बनाइनँ पनि। यो चाहिँ त्यहाँसम्मको, अब डाँडागाउँ आइपुग्यो। यो चाहिँ डाँडागाउँ भन्ने ठाउँ हो, यो सुदिम नगरपालिका 7 को डाँडागाउँ भन्ने ठाउँ हो यो। त्यो चाहिँ डाँडागाउँ हो, यो डाँडागाउँ बजार अलिकति छ। त्यहाँदेखि यस्तो छ बाटो, यस्तै उफ्रिँदै पारिपट्टि पुगेर पारि माथि छ मेरो घर चाहिँ। त्यस्तो छ। उफ्राइ त कति छ नि हेर्नु त, कच्ची बाटोमा उफ्राइ त योतिर। यस्तो छ, उफ्राइ छ। ओह्रालो अँध्यारो पनि भएको छ, साँझ पुरा परिसकेको थियो। अनि साँझ पर्दै गर्दा पनि भिडियो बनाउँदै जाउँ न त भनेर भिडियो बनाउँदै आएकोमा 10 मिनटको भिडियो थियो सानो चाहिँ। तर दामी थियो सबै भिडियो चाहिँ। कस्तो बाटोमा कसरी कुदाउँदो रहेछौँ भनेर लाग्यो। यस्तो चाहिँ पुरा उफ्रेर बाइक हेर्नु न कस्तो अप्ठ्यारो छ बाटो। जोक छ ढुङ्गा फुटाउनेहरूले ढुङ्गा फुटाएर पन्सार राखिदिएको थिएन। त्यो बाटोमा चाहिँ बुङलुङ उफ्रिँदै आइपुग्यो खोल्सामा। यो खोल्सा चाहिँ त्यहाँदेखि यता यस्तो छ बाटो।
भयो यहाँ परतिर त मान्छे लडेर मर्ने भिर पो छ है त्यहाँ त त्यहाँदेखि चिप्ल्यो भने चाहिँ तल खोलामा चाप्नु पर्छ चाप्नु भने बाटो नाग्छ भन्ने डर गाडीले त बिजक छ कुदाइरहेको थियो गाडी धेरै स्पिड पनि छैन त 15-20 मा स्पिडमा 25 मा कुदाएको थियो 10-15 यहाँ त 3-4 मा आइपुगेको होला बिजोक छोरी बिजोक यो उकालो हेर्नु कस्तो अप्ठ्यारो छ लास्ट चाहिँ अप्ठ्यारो क्वार्टर मुनिको उकालो गयो साह्रै अप्ठ्यारो छ टी स्टेटको भएदेखि मुनिपट्टि त लास्टै अप्ठ्यारो छ यहाँ त यहाँ मास्टर त मेरै गाडी रोकेर बस्छु म हात दुखेर अब यस्तो उफ्रेको थियो नि त्यही भएर यहाँ रोकेर क्यामेरा पनि ठाडो पारेर हैन हिँडेको अब उकालो फेरि लाग्यो तर उफ्रिनुपर्छ क्या पुरा उक्लिँदै डिल उक्लिँदै हिँड्नुपर्छ अनि सजिलोमा कुदाउँदा स्पिड कुदाइस् भन्छ उ साथी हो हामी यस्तो भिर पाखामा कुदाइदिन्छौँ है डिल छ यहाँ त पुरा तपाईलाई रात परेर नदेखिएको मात्रै हो कि पुरा डिल छ क्या यो बाटो त उफ्रिँदाखेरि त्यस्तो हो क्यामेरा हल्लियो र क्यामेरै हल्लिरहेछ अनि त्यो पनि टाउकोमा भएको क्यामेरा त्यस्तो उफ्रेर हल्लिरहेछ त्यही भएर यस्तो देखिएको के उफ्रिँदै निस्क्यो क्वार्टर आइपुग्न त त्यस्तो छ बाटो भाइ अगाडि जाँदै थियो म पछाडि थियो भाइ धेरै अगाडि छ भाइ अगाडि हिँडेको रहेछ मैले थाहा पाइनँ पनि फिल्म गएको छैन र भाइ पनि गएर रहेछ जान्छ तर माथि भेट हुन्छ भरे लास्टतिर चाहिँ यो भिडियो पुरै हेर्नु होला अब यहाँदेखि यता चाहिँ मैले भोइस बनाइन यत्तिकै उफ्रिँदै पुग्छ क्या गाडी तान भएको गाडी थियो र मात्रै नत्र नि त्यस्तै गाडीले त दुईजना बोकेर यो उकालो आउँदैन सबै उकालै मात्रै छ बाटो त्यो चाहिँ रात पनि परिसकेको छ तेर्सो भेट्दा त चुइकाउँछ नि हामी पनि कहाँ पनि बिस्तारै कुदाउँछौँ र तेर्सो देखिसक्दा त सजिलो भेटिसक्दा त उकेर कुदिहाल्ने त्यस्तो छ कुरा है भन्नुपर्छ यस्तरी कुदेको रात पनि पुरा परिसकेको थियो कामले गर्दाखेरि कामबाट फर्केर आउँदा अलिकति रात परिसकेको कारणले नकुद्दा पनि आइपुगिँदैन भन्ने डर कुद्दा पनि हुन्छ भनेर उकेर आयो आउन चाहिँ हैन छिटै नै कुदिदिएको अवस्था छ हाम्रो त्यस्तै कुद्यो हैन बाटो चाहिँ निकै नै अप्ठ्यारै छ है त्यति सजिलो बाटो चाहिँ छैन अप्ठ्यारै भए पनि कुदिएछ यहाँ भाइ जाँदै थियो अगाडि अन्त मैले थोरै ब्याग बसेँ ल उफ्रिँदै कच्ची कुदाउनु त्यति मजाले जान्दैन अनि त्यहाँबाट टाङ फार्दै कुद्दैछ म त्यही भएर म ब्याग बसेर पछाडि बिस्तारै गएको यस्तो अप्ठ्यारो छ नि त लास्टै अप्ठ्यारो छ क्यामेरा पनि कति हल्लिएछ क्यामेरा हल्लिएको देखिहाल्नु होला होइन कसरी हल्लिएको थियो त्यसो यहाँ बसेको म चाहिँ भाइ अगाडि जाओस् भनेर राति आउँदा भाइलाई पछाडि छोड्ने कुरा पनि भएन अनि अगाडि पठाएर म पछि जानु पर्यो भनेर बसेको क्या म खास चाहिँ अगाडि गइसक्यो अनि गएँ म पनि पर भेट हुन्छ पारिपट्टि अनि सँगै त्यहाँदेखि चाहिँ पारिपट्टिबाट चाहिँ जाउँ न त भनेर सँगै बसिराखेँ अनि ऊ आयो त्यहाँदेखि सँगै गयो क्या यस्तो अप्ठ्यारो छ होइन यहाँदेखि के गर्नु उँधो झर्नु त्यो बाटो यतिकै जानु हो भने तपाईँहरू कतिजना जानुभएको छ त्यो बाटो आफै भन्नु होला नजाने साथीहरू के गर्नु आउनु हो भने चाहिँ अलिक ऊ भएर अब हामी यत्रो दिनै कुदाउनेहरूलाई यहाँ कस्तो अप्ठ्यारो हुन्छ दिनै कुदाउनेलाई त यस्तो छ भने तपाईँहरू त झन् ऊ भनेलाई त गाह्रो छ नि यहाँ त धेरै नै पिँडाक छ बाटो धेरै पिँडा निकै पिँडा छ र अनि कुद्नै पर्दो रहेछ त कच्ची बाटो अप्ठ्यारो भन्ने कुरा आउँदैन हाम्रो भागमा फेरि जस्तै कुद्नुपर्छ हामीले अब चाहिँ म ठ्याक्कै रात मात्रै भन्ने ठाउँमा आइपुगेँ रात मात्रै हुँदापट्टि मन्दिर आइपुगेको छु होइन अब मेरो घर यहाँ मास्टर अलिक परतिर मास्टरपट्टि छ यहाँदेखि भिडियो मैले बनाइनँ यतिसम्म चाहिँ भिडियो बनाएको छु कच्ची बाटो कस्तो हुँदो रहेछ भन्ने कुरा हेरेर प्रतिक्रिया दिनु होला पुरा भिडियो हेरिदिनु होला सम्पूर्णलाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद सबै भिडियो हेरिदिनु भएकोमा यस्तो कुरा